एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। म चाहिँ अहिले सङ्खमुलमा छु। सङ्खमुलको दृश्य देख्न सक्नुहुन्छ है। म चाहिँ यहाँबाट आज घुम्न जाँदैछु। घुम्न चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि रोसी खोलामा जाँदैछु। एट माई बर्थ प्लेस वी आर गोइङ टु सिन्धुली। ल मेरो युट्युब च्यानल हेरेर लास्टसम्म इन्जोय गर्नु होला अनि लाइक र सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू। हेलो गाइस, फाइनल्ली म चाहिँ बानेश्वर चोकमा छु। सबैले देख्न सक्नुहुनेछ है। ल हेर्नुहोस् त, हामी चाहिँ अब हिँड्दा हिँड्दै सङ्खमुलबाट सुरु गरेको यात्रा सङ्कट भवन अगाडि आइपुगेको छौँ। हामी चाहिँ यो वाचिङ है सबैजना। ल हेर्नुहोस् है साथीहरू, हामी चाहिँ जडीबुटी चोक आइसकेको छौँ। आज यात्रा चाहिँ कोसँग के को माध्यममा गरेको भनेर सोध्नुहुन्छ भने आई एम ट्राभलिङ विथ माई ब्रदर है। यता 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 ल गाइज, हामी चाहिँ राधे राधे आइपुग्यौँ है। सबैले हेर्नु होला। यात्रा गर्दा गर्दै हामी चाहिँ राधे राधेको त्यो ठुलो बिल्डिङ देख्न सक्नुहुन्छ हजुरहरूले। ल हेर्नुहोस् है गाइज, हामी चाहिँ सूर्यविनायक आइसक्यौँ। यो सूर्यविनायकको यो बाटो हेर्नुहोस् त। नेपालको बाटो यति राम्रो छ कि, यस्तो राम्रो छ कि, यस्तो धुलो खाँदै हिँड्नु परिरहेको कि। ल हेर्नुहोस् है साथीहरू, नेपालको बाटो। फाइनली गाइज एकदमै चिसो बढिरहेको छ है। हामी चाहिँ अहिले यहाँ साङ्गा आइपुग्यौँ। साङ्गामा चाहिँ यो बाटो एकदमै अलिकति पहिरोहरू अलिकति यस्तो निर्माण कार्य भइरहेको रहेछ। सबैले देख्न सक्नुहुन्छ। साङ्गाको बाटो अलिक कच्ची बाटो हामी हिँड्दैछौँ। सबैले देख्दै हुनुहुन्छ बाटो निर्माण हुँदैछ। साङ्गाको शिवको मूर्ति देख्न सक्नुहुन्छ। हामी चाहिँ भाइरल पुलनिर नै आइसक्यौँ। एकदमै कुहिरो लागेर यो धुलो उडेर चाहिँ अलिकति दृश्य त्यति क्लियर देख्न अलिक गाह्रो भइरहेको छ। ल फाइनली गाइज हामी चाहिँ बनेपा बजार आइसक्यौँ। देख्न सक्नुहुनेछ हजुरहरूले है। यो चाहिँ बनेपा बजार हो। र साथीहरू हामी चाहिँ धुलीखेल आइपुग्यौँ। धुलीखेल आएर चाहिँ हामी चाहिँ चिया खाँदैछौँ। दाइ र म मिठो चिया खाँदैछौँ। हामी चाहिँ धुलीखेल बजार देख्न सक्नुहुनेछ सबैले। फाइनल्ली साथीहरू हामी चाहिँ नवबुद्ध आइसकेका छौँ है। यति राम्रो राम्रो सिनहरू देख्न सक्नुहुनेछ। अब हामी भकुण्डे बेसीतर्फ जाँदैछौँ। हेलो साथीहरू, हामी चाहिँ काभ्रे आइसकेका छौँ। काभ्रे जिल्ला आइसकेका छौँ। काभ्रेमा चाहिँ यहाँ एउटा यस्तो डरलाग्दो भिड छ है। साथीहरू देख्न सक्नुहुनेछ। यो भिड चाहिँ एकदमै गहिरो छ। गाउँहरू बस्तीहरू पनि छ। ल हेर्नुहोस् है साथीहरू, अगाडिको बाटो चाहिँ फेरि यति राम्रो पिच छ कि। अगाडिको बाटो चाहिँ एकदमै राम्रो, एकदमै पिच र एकदमै रमाइलो रमणीय यात्रा भइरहेको छ हाम्रो। अनि कुहिरो लागेको भएर चाहिँ दृश्य अलिकति क्लियर देखिन अलिकति गाह्रो भइरहेको छ साथीहरू। गाउँ बस्ती यति रमाइलो छ। यो चाहिँ काभ्रे जिल्ला हो। डाँडा काँडा हरियाली देख्न सक्नुहुनेछ सबैले। फाइनल्ली साथीहरू हामी चाहिँ काभ्रेको रोसी खोलानिर अब चाहिँ हामी आइपुगेका छौँ। रोसी खोला सुरु भयो। तपाईँहरूलाई रोसी खोला देखाउँदैछु है। अहिले चाहिँ यो बर्खाको समय नभएर खोला अलिकति एकदमै सानो देखिरहेको छ। रोसी खोला सुरु भइसक्यो। रोसी खोला ल हेर्नुहोस् है साथीहरू, अहिले चाहिँ ढुङ्गा धेरै छ, पानी कम छ। ल हेर्नुहोस् है साथीहरू रोसी खोला। ल हेर्नुहोस् साथीहरू, हजुरहरूले एउटा दृश्यमा एउटा घर चाहिँ लडिरहेको त्यहाँ देख्न सक्नुहुन्छ। साथीहरू म चाहिँ अब एकैछिन यहाँ खुट्टा दुखेर ढाड दुखेर रेस्ट गर्न उभिएको छु। यहाँ चाहिँ पहिलाको बाढी पहिरोले गर्दाखेरि चाहिँ बाटो एकदमै बिग्रेको रहेछ। म तपाईँहरूलाई देखाउनु गइरहेको छु। बाटो यस्तो छ, निर्माण कार्य भइरहेको छ है साथीहरू। यता माथि चाहिँ पहिला बाटो थियो। यता पारी चाहिँ रोसी खोला हो। अहिले यो कुहिरो लागेर त्यति राम्रोसँग देख्न सकिरहेको छैनौँ हामी। ल हेर्नुहोस् है सबैजनाले। ल हेर्नुहोस् है साथीहरू, यो रोसी खोला चाहिँ अहिले पहिरो गएर चाहिँ एकदमै सानो भएको छ। तैँले यहीँ ल गाइज, म चाहिँ यो पहिरोको बाटो हिँड्दैछु है। म
पहिरो देखाउँदै गइरहेको छु। साथीहरूले यो दृश्यमा हेर्न सक्नुहुनेछ, एकदमै पहिरो गएको छ। यो चाहिँ 82 सालको बाढी पहिरोमा चाहिँ हेर्नु साथीहरू, यस्तो बाटो अप्ठ्यारो छ। हिँड्नै पनि गाह्रो भइरहेको छ हामीलाई, बाटो एकदमै अप्ठ्यारो छ। यात्रा गर्दाखेरि चाहिँ एकदमै विचार पुर्याउनु पर्ने अवस्था देखिन्छ। यहाँनिर तल रोसी खोला बगिरहेको छ। बाढी पहिरोले गर्दाखेरि रोसी खोलाको पनि आधी जसो ठाउँमा खोलाले ढाकेको छ पहिरोले गर्दाखेरि। ल हेर्नु साथीहरू, यो चाहिँ रोसी खोला हो। बाढीले गर्दाखेरि चाहिँ यो आधी जसो चाहिँ हजुरहरूले गिटी बाल्न देख्न सक्नुहुन्छ। चाहिँ रोसी खोला एकदमै राम्रो, एकदमै चर्चित खोला, काभ्रे जिल्लामा अवस्थित रहेको यो रोसी खोलाको यात्रा गर्दैछु म। ठुलो ठुलो ढुङ्गाहरू पनि देख्न सक्नुहुनेछ साथीहरू। हामी चाहिँ रोसी खोलाको बगरतर्फ अगाडि बढ्दै गइरहेका छौँ। बाटो एकदमै अप्ठ्यारो छ साथीहरू, अगाडि पहिरो देख्न सक्नुहुनेछ। बाटो बनाउने क्रम जारी रहेको छ, तर कहिलेसम्म बन्ने भन्ने चाहिँ थाहा छैन नेपालको बाटो। ल हेर्नु साथीहरू, यो रोसी खोला यहाँ चाहिँ अलिकति सङ्लेको अवस्था छ है। म चाहिँ खोलाको बगर हिँड्दैछु, त्यत्रो ठुलो ढुङ्गा देख्न सक्नुहुनेछ साथीहरूले। माथिको खोला चाहिँ अलिकति धमिलो थियो, यतापट्टिको खोला चाहिँ अलिकति सङ्लो अवस्थामा रहेको छ। साथीहरूले देख्न सक्नुहुनेछ। यो पिच बाटो चाहिँ करिब 1.5 घन्टा चाहिँ लामो रहेछ। ल फाइनली गाइज हामी चाहिँ मङ्गलटार आइसक्यौँ है। यो चाहिँ मङ्गलटार चोक हो। म हजुरहरूलाई भन्न गइरहेको छु, यो चाहिँ मङ्गलटार चोक, मङ्गलटार बजार। तपाईँहरूले देख्न सक्नुहुनेछ। यतिको रमाइलो छ हाम्रो मङ्गलटार बजार। हेलो गाइज, हामी चाहिँ अब नेपाल थोक आइपुगेका छौँ है। नेपाल थोक आइयो। हामी चाहिँ सुनकोशी खोलाको बगर जाँदैछौँ। अहिले चाहिँ हामी ठ्याक्कै रोडतिर आइपुग्यौँ। सुनकोशीको खोला हजुरहरूले देख्न सुनकोशी नदीको बाटो हुँदै हामी चाहिँ अगाडि बढ्दैछौँ। सुनकोशी नदी रिट्ठी भिरमा आइपुगेका छौँ, जहाँ चाहिँ अहिले ऐनाको दृश्यहरू देख्न सक्नुहुनेछ। फाइनली गाइज हामी चाहिँ सिन्धुलीको रिट्ठी भिरमा रहेको सेतीदेवीको थानमा आइसकेका छौँ। हाम्रो फाइनली हाम्रो डेस्टिनेसन यहीँसम्म थियो, काठमाडौँ बानेश्वरको शङ्खमूलदेखि रिट्ठी भिरसम्म।